हेलो वेलकम गाइज नमस्ते। अहिले हामी अब यो थेबे भन्ने ठाउँबाट हामी अहिले वैशाख 1 गते मनाउनको लागि चाहिँ चैत्र मसान्तको दिन आज च्याउ खोज्न जङ्गलतिर जाँदैछौँ। के हुने हो अब जङ्गलमा हामी बाइक चाहिँ यो ठाउँमा पार्क गरेको छौँ। यो ठाउँमा छोडेर सो यतै छोडेर अब जङ्गलमा जाने क्रम छ। मेरो साथीहरू पर पुगिसक्यो। मेक अर्गानिक ब्लगमा आजको जङ्गलको टिपै जुकाले खाएको अनि च्याउ टिपेको चाहिँ म लाउनेछु। जङ्गली कामहरू कस्तो हुनेछ भनेर नि। यिङ्गी नमस्कार। गनी जङ्गलतिर हिँडेको है? च्याउ खोज्नु? च्याउ खोज्नु गएको? हजुर हजुर घुम्नु ल। र हामीले च्याउ टिप्ने ठाउँहरू छ माथिको डाँडा पातले घारीमा हो। अब यहाँ साथीहरूले चाहिँ बोरा सोरा बोकेर होइन हिँडिसकेको छ। र यतापट्टि ल यो जङ्गलमा हामी छिरिया छौँ। हो त्यो उता छ त बादल तल्लो ठुटामा हेर त हौ। जस्तो देखिन्छ त। कुन रहेछ भाइ? थलथले तपट्टि यसो जङ्गलमा खोज्ने क्रम जारी। अब यहाँबाट उभो जाउँ है भाइ। हुन त यो खानै नपाएर आएको त होइन, तर जङ्गलमा घुम्नुको मजा होइन, प्रकृतिसँग रमाउनु अर्कै मजा हुन्छ नि त। सो त्यो भएर पनि हामी घुमिरहेछौँ। माथि ठुलो मुढा छ, त्यहाँ जाउँ। यो है हजुर कटुसे च्याउ चाहिँ। भाइ टिप त है। यो हौ टिप न। त्यो मसिनो चाहिँ नटिप्नु होला नि त्यो। ओ झऱ्यो हौ तल। ल अब माथि नै ठुलो मुढामा जाउँ ल। यसमा यस्तो अप्ठ्यारो आइस है भाइ। अब है यहाँ एउटा उम्रिरहेको छ है भाइ। अब एउटा यस्तो कहिले खोजेर सक्नु? धेरै लट्रममा पाए पो। यहाँबाट यस्तो पातालमा अब खोइ मुढै छैन। अलि डाँडामा पुगेर चाहिँ पाइन्छ कि हेरौँ। छैन कटुसे छैन। थलथले भने टिपौँ भाइ। अब थलथले होला नि टिप्नु पर्ने। जुक्काले खाए क्या हो मेरो खुट्टामा? तेर्सो कि उकालो हौ? थोरै आएको नि। भर्खर टुसा मात्रै आउँदै रहेछ हौ कान्छ नि। प्राय मसिनो खालको हौ लड्छ हौ।
बिचराहरू टिपौँ न एक दुईवटा छ कुनमा कुन ठुल पल्लो भन्नाले ए यिना यसरी जङ्गल लेकमा हेर्नुको मजा अर्कै छ है बर्ड्सहरू गइरहेछ छैन हाउ नाइस बर्ड फ्लुस्ट के भन्छ चरा सिङ्गिङ भन्छ कि बर्ड्स आर सिङ्गिङ हो के अरे इङ्ग्लिसमा त्यही हो त्यही भएर त ढिलो गरिरहेछ ए लु नजाउँ है यता तारेभिर जाउँ न तारेभिर जाने भने मृग मृग आएको छ भन्छ कता गयो होइन मृगै हो उहीँदेखि गयो नि त देख्नु त पाइएन ल अहिले मसरुम पक्का लिएको चाहिँ हामी यसो टाइपको हुन्छ हाम्रो सरले टिप्दै हुनुहुन्छ ठिक्काको भएको नि यो चाहिँ मृग पनि यहीँबाट कुदेको है यहाँदेखि सुजन भान्जा यता जानुभएको छ अब यसो चराइ देख्छ कि यो त ल है गाइज अहिले चाहिँ भने हामी एकदमै च्याउ खोज्ने क्रममा चाहिँ चिचिला 5 मिटरबाट अहिले आइपुगेको छौँ हामी कहाँ ठ्याक्कै चिचिला र मकालुको डाँडा मोडे डाँडामा आइसकेको छौँ एकदमै घना जङ्गल कस्तो राम्रो ठाउँ भोलि चाहिँ वैशाख 1 गते हो आज हामी मसन्तको दिन घुम्दैछौँ यो साथीहरू हामी ल यो राम्रो दृश्यसँगै जाउँ है अब यो पाटाबाट चाहिँ हामी अलिअलि मसरुम ल्याउँछौँ भन्ने आशा छ अहिलेसम्म ल्याएको मसरुम हेर सरले बटुलेको छ फेरि हामी यो दृश्य हेर्न सक्छौँ किन भाइलो ल वेलकम गाइज हाम्रो गाउँमा चाहिँ यस्तो जुका हुन्छ तपाईहरुलाई थाहा छ कि छैन यतापट्टि यो सबै यस्तो जुकाहरूले हामीलाई एटेक गर्ने गरेको हुन्छ यो सबै जुकाहरू यसरी सल्बलाइराखेको छ हेर्न सक्नुहुन्छ यो त जुका केला पनि सबैलाई खिच्छ जब यस्तो खुट्टा गरिदियो भने यिनीहरूले चाहिँ त्यो मान्छे चलेपछि जुकाहरू सल्बलाउने काम भइरहेको हुन्छ ए सुनाले त चढे पनि चप्पलमा पो लड्दा यो है जुक्काको गुट यस्तो हुन्छ है लेखमा गाह्रो छ आम्मामा मलाई पछ्याएको हेर्नु चाहिँ यो भाइ यहाँदेखि यसरी हेर्नुभयो भने जुक्का बिस्तारै हेर्नुपर्छ धेरै छ नआउँदै रहेछ चुनामा ल अझ पहिले झन् कमसिङ हामी त हिँड्दाखेरि क्या त बाटोमा यसरी हल्लिएर बसिरहेको हुन्थ्यो क्या पातमा नि वैशाख महिना लाग्नु आँट्यो ऐसेलु
पाक्नेवालामा छ पुरै। ल अहिले भने हामी त्रिबाटोमा यो हातभरि देउराली जाने यो नोम जाने। अब हामी टक्क यो हाम्रो सुके खोला अहिले यो गतिमा छ। अहिले चैत्र मसन्तमा हिजो पानी परेकोले निकै हिलो पनि छ। अब हामी मुडेबाट घरतिर फर्किँदैछौँ है गाइस। यसो छ सुके खोला, जसले पहिले देख्नु भएको थियो। अहिले यो ठाउँ सुके खोला चाहिँ सुकेर साँच्चै पानी बिन भएको छ। यहाँ चाहिँ बाटो निर्माण भएको रहेछ गाइस। अहिले चाहिँ हामी आइसकेको छौँ थेबे भन्ने ठाउँमा। जङ्गल घुमेर अब सबैको प्रदर्शनी भइरहेको होला। हाम्रो चाहिँ खासै ल्याएको छैन, हेरौँ है त। अब आज चाहिँ हाम्रो भोलिको पिकनिकको लागि हामीले ल्याएको खोइ। लु तपाईँहरूको ल्याउनु भएछ नि राम्रो। लु भोलि न मैले हुने भयो है। कमन सिङको निकाल यहाँ मेरो यी हाम्रो पनि यहाँ निकाल न, यहाँ देखाऊ हौ सेमिङ र मेरो। लु लु बाबु छोराले खोजेको। अब कमन सिङ हेरौँ है। सबै सानो सानो आहा उसले गजब ल्याएछ। झन्डै 3-4 जनाले जति पो ल्याएर छ त उहाँले। हाम्रो 3 जनाले भेटेछ। लु सोल्टाको हेरौँ। मेरो झन् छैन। निकाल्नु न। हाम्रो त किचनमा पनि एक माना पाला मैले त भर्खर चिम खाएको थिएँ। लु कमन सिङ भेटेछ। बपना बेको छौ यहाँ त। सोल्टाले बपना बेको छौ। हराको त तपाईँ हराउनु भएको होइन रहेछ। यति नै रहेछ मेरो। सोल्टी र मेरो बराबर रहेछ। बपना ल ल आज यो यता खै सबै खिच्छु म। यता यो सुजन र बादलको दुई भाइको भनेपछि जोस् भोलिको रमाइलो हुने रहेछ। हाम्रो उता ससेज पनि भोलि आउँदैछ होइन। आज नखानु नखानु ससेज भोलि आउँदैछ हाम्रो निस्केजीको। लानु पर्यो नि घरमा यति त। ल है वेलकम गाइस। यसै छ आज हाम्रो जङ्गली कमाइ होइन। यो चाहिँ हाम्रो कटुसी च्याउ भन्छ। वैशाख गते चाहिँ हामी यो खाने भनेर होइन अलिअलि पोली खाने लैजाउँ न। वेलकम। कस्तो खतरा हुन्छ बहिनी। भोलि अनि पिकनिकको पनि हामी बनाउने नै छौँ। आज टिपेको निकालेर यो हाम्रो चिन्चाङ फुल भन्छ। यो सबैभन्दा कम चाहिँ मेरो छ। नुनमा के नुनमा लगाइदिनु पर्छ अलिअलि गरेर पोल्नु पर्छ। आज मसरुमको हामी चाहिँ यो मसरुमको पनि हजुर यस्तोको चाहिँ हामी यो ठुलो खालको चाहिँ भोलि उ गर्नुपर्छ है। सेकुवा कञ्चा यसको चाहिँ सेकुवा बनाउनु पर्छ ल। ठुलो खालको चाहिँ सेकुवा ठुलो खालको जतिको चाहिँ ल भोलि ल छोइला बनाउने ल। यता खिचेन नि सबैले मान्छेलाई पनि चिन्नु पर्छ। सबै खिचिसकेको छ हाम्रो सोल्टा। पनि फोटो राम्रो आउँछ है। ल कमान सिङ हराएको त्यही बेला ल हेमन्त छिरिगा त्यही च्याउ नै बेला। भेटेर हराएको छौ। म त च्याउ कम त यत्रो ठुल्ठुलो भेटिरहेको थिएँ, फेरि हरायो भनेर उभ्यो। हरायो त। ओके नमस्ते। ल यति नै मैले आजको भ्लगमा चाहिँ राखेको छु है ल गाइस। आउँदैन अनि